त्यही त नम्बर त कन्ट्याक्ट श्यामलाई यसरी लखले कोठा लागेको छ तपाईँ है तपाईँ हामीसँग यसरी शान्तिको सास फेर्न दिन छोरा तपाईँ गर्नुभयो पहिला भाउजूले तपाईँलाई नै छुटाउनु गर्नुभएको होला भनेर मेरी कान्छुको कारणले गर्दा छु आज म भएर छुट्नुमा मेरी कान्छुको ठुलो हात छ रात नभनी मलाई छुटाउनको लागि त्यसरी नखटेकी भयो नि मैले गर्दै नगरेको त्यस्तो थियो पनि माफ गर्छु मैले त सोचे छोरासँग त आँकी छैन सला जानु पर्दैन के बुवा आमा केही अप्ठ्यारो पर्दैन अब भोलि नै बहिनी नै गरेर बच्चा नै जन्माइसके जस्तो चाहिँ लाग्दैन मलाई दाइ गाउँ जानु फेरि यहाँ कोही आएर खिसिरिक्क मात्रै कुरा फिस्कायो भने तिम्रो गाउँको कोही मान्छेलाई पनि यहाँ इन्ट्री नदेऊ। नमस्कार दर्शकबिन, सागरको जेल मुक्ति र पापी सासू देवरको पर्दाफास। कान्छीको त्याग अगाडि सागरले तोडे अब सम्बन्ध। कान्छीमाथि फेरि अर्को वज्रपात, जहाँ गाउँमा चण्डिकाको षड्यन्त्र र चन्द्रेको नयाँ रूप। के सत्य र त्यागको अगाडि पापको पर्खाल धेरै दिन टिक्न सक्छ त? आफ्ना श्रीमान सागरलाई निर्दोष साबित गर्न कान्छीले आफ्नो सिन्दुर, इज्जत र सारा खुसी दाउमा राखिन्। तर जब सागर जेलबाट मुक्त भएर आफ्नो घरतिर फर्कन्छन्, तब सासू र देवरले भने कान्छीलाई नै अलक्षिनी र चरित्रहीन भन्दै सागरको कान भर्ने कुरूप खेल खेल्न थालिसकेका छन्। तर यसपटक भने सागर अन्तु बनेका भने छैनन्। अहिलेसम्म सागरको जवाफ एउटै छ। आफ्नै आमा र भाइको पाखण्ड देखेर सागरले कस्तो डरलाग्दो फैसला गर्यो। आउनुहोस् हेरौँ आजको यो हृदय विदारक भागको रिक्याप, जसमा हामी तपाईँहरूलाई अबको एपिसोडमा के हुन सक्ला त्यो पनि भन्नेछौँ र तपाईँहरूलाई जुन सुकै कुरामा पनि प्रश्न उठेको छ र अबको भागमा के होला जस्तो लाग्छ भने कृपया कमेन्ट गर्नुहोला। सासू देवरको विषालु बोली र सागरको महाआक्रोश। जेलबाट छुटेर जब सागर कोठामा पुग्छन्, उसकी आमा र भाइ सन्तोष खुसीले गदगद हुन्छन्। उनीहरू ओहो दाइ आए भनेर भाइ एकदम खुसी हुन्छन्। तर उनीहरूको मनभित्रको विष भने अझै सकिएको हुँदैन। किन थाहा छ? आमाले कान्छीलाई अलक्षिनी भन्दै त्यसैका कारणले सागरको जिन्दगी बर्बाद भएको र कान्छी अर्कैसँग लागिसकेको भन्दै फेरि कुरा काट्न थालिसकेकी छिन्। यता देवर सन्तोषले पनि आमाको सुरमा सुर मिलाउँदै होमा हो मिलाउँदै दाइलाई थप्दै कान्छीले डिभोर्स दिएर धनी मान्छे खोजेर हिँडेको झुटो आरोप समेत लगाउँछन्। सत्य के हो हजुरहरूलाई थाहा छ? कृपया कमेन्ट गर्नुहोला। तर उनीहरूलाई के थाहा र? कान्छीले सागरलाई बचाउन कति ठुलो नर्क भोगेकी छिन्, कति ठुलो त्याग गरेकी छिन् र डिभोर्स समेत गरेकी छिन्। आफ्नै आमा र भाइको निसोच र घिनौना कुराहरूले गर्दा सागरको धैर्यताको बाँध फुटिसकेको छ। सागर गर्जिएर भन्छन्, पुग्यो तिमीहरूको भाषण, अब पुग्यो मलाई। यदि मेरी कान्छीले आफ्नो ज्यान दाउमा राखेर प्रमाण नजुटाइदिएको भए म त आज पनि त्यो काल कोठामा सडिरहेको हुन्थेँ, त्यो जेलमा सडिरहेको हुन्थेँ। सागरले आफ्नी आमा र भाइलाई कान्छीको पाउमा परेर माफी माग्न समेत लगाउँछ। सन्तोष र आमा आफूले गरेको गल्तीमा लज्जित हुँदै कान्छीसँग आँसु झाडेर माफी समेत माग्छन्। तर सागरको मन यति छिया भइसकेको छ कि उसले आफ्नै भाइ र आमासँग सधैँका लागि नाता तोडेर गाउँ फर्किने कठोर निर्णय गर्छ। कान्छीको महानता र नयाँ पात्रहरूको, नयाँ यात्राहरूको सुरुवात। आफ्नो अपमान गर्नेहरूलाई पनि कान्छीको पवित्र मनले सजिलै माफ गरिदिन्छ, त्यो त तपाईँ हामीलाई थाहा नै छ। यति धेरै ताडना दिने सासू र देवरलाई समेत, यति धेरै तनाव दिने देवरलाई र सासूलाई समेत रातको समयमा सडकमा भौतारिन नदिई कान्छीले उनीहरूलाई कोठामै आराम गर्न दिन्छन् र आफू सागरसँग गाउँ फर्किने तयारी गर्छिन्। सागर र कान्छीलाई अप्ठ्यारो परेको बेला छाया बनेर साथ दिने श्याम दाईप्रति उनी दुवै हृदयदेखि नै कृतज्ञ हुन्छन्। श्याम दाई आफ्नै बाटो लाग्छन् भने सागर र कान्छी अब आफ्नो गाउँ, आफ्ना सन्तानहरूतर्फ लाग्छन्। तर के उनीहरूको जीवनमा अब खुसी फर्किएला त?
गाउँमा चण्डिकाको षड्यन्त्र र चन्द्रेको नयाँ जालो। गाउँको परिस्थिति भने झन्झन बिग्रिँदै गएको छ। गाउँभरि हल्ला फैलिसकेको छ कि चण्डिकाले सहर गएर अर्कै केटासँग बिहे गरी बच्चा समेत जन्माइसकेकी छिन्। यो कुरा सुनेर जेठानी दिदी छाङ्गाबाट खसे जस्तै हुन्छन् र आफ्ना सासू ससुरासँग सत्यको खोजी गर्न काठमाडौँ जाने निधो समेत गर्छिन्। अर्कोतर्फ सोझा मान्छेहरूलाई फसाएर पैसा कुम्ल्याउने खेल जारी छ। मनिषा र चन्द्रे मिलेर सासूलाई भिरबाट लडाइएको र हस्पिटलमा मरेको घटनालाई ढाकछोप गर्न वकिलको नाममा लाखौँ रुपियाँ बार्गेनिङ गरिरहेका छन्। मनिषाले भिनाजुलाई थाहा नदिई 1.5 लाख रुपियाँ निकालेर चन्द्रेको हातमा थमाइदिन्छन्। पापको यो जालो कति टाढासम्म पुग्ने हो त्यो भने थाहा छैन। अब अर्को भागमा के होला त? आगामी भागको कौतूहलता तपाईँ हामी सबैलाई छ। सागर निर्दोष साबित भएर कान्छीको साथमा गाउँ फर्किँदैछन्, तर गाउँ पुगेपछि चण्डिका र चन्द्रेको नयाँ षड्यन्त्रको सामना उनीहरूले कसरी गर्लान् त? के जेठानी दिदीले सहरमा आएर चण्डिकाको सक्कली रूप बाहिर ल्याउन सक्लिन् त? र सासूलाई भिरबाट खसाउने पापीहरू कानुनको घेरामा कहिले आउलान्? यो सबै रोमाञ्चक मोड हेर्नका लागि कान्छीको आगामी भाग 321मा सबै आउनेछ। तपाईँलाई के लाग्छ कृपया कमेन्ट गर्नुहोला। भिडियो मन परेमा लाइक, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।